हाई अन्सा मजा भइरहेछ तँलाई मलाई त ठिकै लागिरहेछ हेलो हामी कहाँ आएको जनकपुर जानकी मन्दिरको दर्शन गर्नु अन्त हामी चाहिँ जनकपुर आइसक्यौँ अनि जनकपुर आएर पनि रुम लिइसकेर त्यहाँ सामानहरू राखेर बाहिर निस्केको यसो घुमफिर गर्नको लागि अब खाजा पनि यतै बाहिर खान्छौँ पछाडि आमा बाबाहरू जानुभएको छ अनि दादा र भाइ अगाडि जानुभएको छ अनि यहाँ छिमेकी बहिनी अग्रिम त मास्क नलाउने अब नकिन्नु यताको मान्छे त मास्कै लाउँदैन रहेछ कोही पनि सबले कोरोना पचाइदिइसक्यो फोहोर चाहिँ कति धेरै हो अनि हेर्नु न राम राम यति धेरै फोहोर रहेछ है रोडमै के साह्रो फोहोर हौ मन्दिर अगाडि हो त्यही पनि मन्दिरै अगाडि फोहोरै फोहोर सफा गर्नु नि यस्तो मन्दिर अगाडि त त्यो भए पनि हामीहरू चाहिँ मन्दिर पुग्न लाग्यौँ यहाँ देखिरहेको छ मन्दिर जनकपुर जानकी मन्दिर हामी चाहिँ मन्दिर आइपुग्यौँ कस्तो राम्रो रहेछ बाहिरतिर धेरै धेरै फोहोर भए पनि यहाँ चाहिँ सफै रहेछ यतिको वाउ मान्छेहरू कति धेरैजना हुनुहुन्छ वरिपरि सबैजना फोटो खिचिरहनु भएको छ कोही भिडियो बनाइरहनु भएको छ बाबा आमाहरू पनि त्यहाँ फोटो खिच्दै हुनुहुन्छ अब हामी चाहिँ भोलि बिहान फेरि आउँछौँ पूजा गर्नको लागि दर्शन गर्नको लागि त्यस्तै फोटो खिच्नु न कसरी मन्दिर देखाएर यसरी ल यो भिडियो भइरहेछ म खिच्छु फोटो अब बाबा फोटो खिचिदिनु बस्नु न म फोटो खिचिदिन्छु यहाँ हाई भन्नु बोल्नु हामी कहाँ आएको छौँ हामी अहिले चाहिँ मिथिला यो जनकपुर धाम मात्रै आएको छौँ अहिले सबैजना एकदम दर्शन गर्नलाई आउनु आउनु बाई ल I love you. यताबाट देखिँदैन रहेछ ल तँलाई जाम अब कता जानु मैले दिएन अब भोलि आउनु लु जाउँ त्यसो भए भाइ आइज त एकचोटि बुढानी अहिले चाहिँ रात परिसक्यो नि त अनि त्यही भएर हामी भित्र छिर्दिन मन्दिरको भोलि बिहान नुहाइधुवाइ गरेर एकैचोटि पूजा गर्न आउँछौँ फेरि बिहान अहिले चाहिँ यत्तिकै हामी डुली मात्रै राखेको मन्दिर बाहिर बाहिर यो चाहिँ नाइट लाइफ अफ जनकपुर है झन्डै साइकलले हान्थ्यो यार ज्वेलरी सबै रहेछ यतातिर त प्राय हामी चाहिँ मन्दिरदेखि फिरेको हाम्रो रुम भएतिर रुम जाने अनि त्यही खाना खाने सुत्ने अनि भोलि चाहिँ बिहान हामी मन्दिर आउँछौँ पूजा गर्नको लागि आउँछौँ फाइनल्ली वी रिच्ड होटल हामी चाहिँ होटल आइपुग्यौँ
टाटा। गुड मर्निङ फ्रम जनकपुरको राजधानी होटेल। अनि अब चाहिँ हामी बिहान उठेर नुहाइधुवाइ गरेर फेरि पनि जानकी मन्दिर जान लागेको पूजा गर्नको लागि। सङ्कट मोचन मन्दिर अरे यो मन्दिर चाहिँ हनुमानजीको मन्दिर अरे। आजकै ताजा ताजा होला नि प्रसाद हो। फोटो खिच्दिनु होइन दाइ तपाईँले हाम्रो? लु खिच्दिनु ल। श्री जनक मन्दिर। यो मन्दिर चाहिँ के अरे स्वर्गद्वार अरे। स्वर्गद्वार मन्दिर। अनि यो चाहिँ जनकपुरकै सबभन्दा सफा मन्दिर हो के। यो चाहिँ अनि नेपाली मन्दिर जस्तो टाइपको छ अरे हल्का। हामी चाहिँ फेरि पनि जानकी मन्दिर आएको छौँ। योभन्दा अगाडि हामी डाइरेक्ट यहाँ मन्दिर आउने भनेको थियौँ कि, तर पनि अरू मन्दिरहरू पनि रहेछ। अनि सफारीवाला दाइले सबै मन्दिरहरू डुलाइदिनु भयो। अनि सबै डुलेर अनि लास्टमा चाहिँ हामी यहाँ आएको छौँ। अब हामी भित्र गएर पूजा गर्छौँ। अब चाहिँ हामी म्युजियम जान लागेको। कल्चरल म्युजियम भित्र कस्तो छ हेरौँ गएर। म्युजियम चाहिँ यहाँ माथि रहेछ। सिडी नै सिडी। टिकटक बनाउन सक्दो मलाई छ अरे। जाऊँ भित्र। यो चाहिँ हाम्रो बाबा आमाको फोटो हो, जुन चाहिँ हामीले त्यही मन्दिर बाहिरको फोटो स्टुडियोमा खिचेर फ्रेम लगाएको। अनि यो चाहिँ हाम्रो लागि त्यहाँ जानकी मन्दिरको चिनो भयो। अनि अहिले चाहिँ हामी पूजासुजा गरेर होटल फेरि फर्किसक्यौँ। अब चाहिँ म मेरो भ्लग यहीँ एन्ड गर्छु। बाई।